म बसिरहेको थिएँ। एउटा सानो क्लासको बाबु पेन्सिल र कपी लिएर सर मेरो लागि एउटा जे भए पनि ड्रइङ गरिदिनु भन्दै मेरो नजिक आउँदै गर्नु भइरहेको थियो। के को ड्रइङ गरिदिउँ त नि भनेको, जे गराइदिए पनि हुन्छ भन्नु भइरहेको थियो। होइन तिमीलाई के मन लाग्छ भन, म त्यही बनाइदिन्छु भनेको थिएँ। उहाँले चाहिँ कृष्ण भगवानको आर्ट गरिदिनु भन्नुभयो। अनि मैले चाहिँ तिमी जस्तै स्माइल गरिरहने ज्ञान किन भगवान बनाइदिने भनेको नि उहाँ हाँसिरहनु भइरहेको थियो। उहाँ एकदमै ज्ञानी विद्यार्थी। यो कलियुगमा यतिको बच्चा हुनु एकदमै भाग्यको कुरा हो। शान्त अनि शालीन स्वभाव, एकदम स्माइल गरिरहने। उहाँको स्माइल हेरेर नि मैले ड्रइङमा पनि स्माइल गरिरहेको कृष्ण भगवानको स्केच गरिदिएको थिएँ। र यो आर्ट गरिसकेपछि मैले साइनहरू गरिदिएँ र उहाँलाई चाहिँ मैले यो आर्ट दिएँ। उहाँ एकदम खुसी हुनुभएको थियो। यो कला भन्ने चिज नै अचम्मको, जो कोहीलाई नजिक बनाइदिने, माया बढाइदिने, सानो बच्चा होस् या वृद्ध, जो कोहीलाई नजिक बनाउने, यो कला भन्ने चिज नै अचम्मको हुँदो रहेछ। उहाँ बाबुसँग मैले ह्यान्डसेक गरेँ। कस्तो लाग्यो भनेको एकदमै राम्रो लाग्यो भन्दै हुनुहुन्थ्यो। थ्याङ्क यू सर भन्नुभइरहेको थियो। र मैले नि वेलकम भने। सायद सानो सानो कुरामा नै ठुल्ठुलो खुसी मिल्छ भन्ने उदाहरण चाहिँ यहाँबाट मिल्छ। मलाई पनि आनन्द लाग्छ कसैको खुसीको स्रोत बन्न पाएको छु। उहाँ बाई बाई भन्दै खुसी भएर जानुभयो। थ्याङ्क यू फर वाचिङ। हजुरको प्यारो आर्टिस्ट सङ्गत यारलाई पनि बित्दिनुहोस्। ओके बाई।